कृष्ण महाराज जी को आगमन भइरहेको छ। एकपल्ट सबैले हात माथि गरौँ त। सबैले हात माथि र उठेर सबैजनाले यति बेला हाम्रो बीचमा देवघाट दिव्य धामका परिकल्पनाकार माता पिता सेवा आश्रम निर्माण गरी आमा बाबाको छोरा बनेर म आमा बाबाको सेवा गर्छु भने पवित्र भाव मनमा जागृत गराएर अगाडि बढ्नुभएका हाम्रा आस्थाका धरोहर श्रद्धेय पूज्य श्रीकृष्ण महाराजजीको आगमन हुँदैछ। एकपटक हात माथि गराएर जोड गर्दै साथमा गुरु आमालाई पनि देखिरहेका छौँ। विशेष सम्मान गोविन्द गुरुदेव आहा बडा दिव्य र तरिकाको आगमन छ। सबैजना हात माथि, खै सबैको हात माथि, सबैले सबैले हात हल्लाएर महाराजजीलाई दायाँ बायाँ हरि बोल। सबैले अझै माथि ताली बजाउने 1 2 1 2 1 2 आहा ओम हरि ओम चंद्रमा मन सुजात चक्षुः सूर्य अजायत श्रोत्रत्वा युक्ष प्राणक्ष मुखादगिरजायत। भगवत जी को आरती करो, भगवत जी को आरती करो, राधा कृष्ण को शरण परो, राधा कृष्ण को शरण ज्योति वालेरा स्तो दयालु अरूप शरण स्तो दयालु पसियो चौरासीको चक्करमा पसियो देवघाट नारायणी, देवघाट नारायणी पापा पुण्य साथैमा लैजाने जन्मादै हरानी। भनेरै पसियो चौरासीको चक्करमा पसियो देवघाट नारायणी, देवघाट कुन समूह हो हजुरहरूको ब्यानर कहाँ लुकाउनु भयो? पट्याएर राखिसक्नु भएको। ल उहाँहरू आफ्नो पहिचान भएकोले वेशभूषाका साथमा आउनुभएको छ। हटिया बागलुङबाट ओहो बागलुङ नगरपालिका वडा नम्बर 14 नारायणपुर बागलुङबाट हटियाको जोरदार सम्मान गराउनु बागलुङबाट आउनुभएको छ। कति राम्रो भएको छ। त्यसै अवसरमा उतातिर सबै तयारी परिपूर्ण भयो। भगवान शिवले जन्ती लिएर प्रस्थान गर्नुभयो। हिमालयले जहाँ जहाँ बस्नका लागि शिविर तयारी गर्नुभएको थियो ती स्थानमा गएर ती देवताहरू बसे। ती आफ्ना आफ्ना लोक जस्तै सबै ती मण्डपहरू देखेर सबै आश्चर्यचकित भए, सबै आनन्दित आह्लादित भएर सबैजना बसे। यतातिर मेनकाका मनमा अलिकता कौतूहलता जाग्यो, अलिकता भावना विकृत हुन गयो। मेनकाले विचार गरिन्, आखिरी मेरी छोरीले यतिका वर्षसम्म तपस्या गरी शिवलाई पाउनका लागि, यति कठोर तपस्या गरी शिवलाई पाउनका लागि ती शिव कस्ता रहेछन्। मैले त विवाह मण्डपमा आउनुभन्दा अगाडि नै एकचोटि मैले हेर्छु के देखेर तपस्या गरेकी रहेछ मेरी छोरीले, के देखेर रुचाएर यसले प्रेम गरेकी रहेछ भनेर आमालाई त्यो विवाहमा आइपुग्नु भन्दा अगाडि नै भेट्ने इच्छा भयो।
निरीक्षयामि प्रथमम मुने तम गिरिजापतिं कीदृशम शिवरूपमहि यदर्थे तप उत्तमम। नारदलाई बोलाएर खुसुक्क भन्नुभयो, नारद मेरी छोरीले के देखेर भगवान शिवप्रति यति मरिहत्ते गरेर तपस्या गरेकी रहेछ, एकचोटि मैले हेर्न चाहन्छु, लौ न मलाई ती शिव कहाँ बसेका छन् त्यहाँ पुर्याइदेऊ, शिवको दर्शन गराऊ मलाई भनेर मेनकाले नारद मुनिलाई भन्नुभयो। अब भगवान भोले बाबा अन्तर्यामी हुनुहुन्छ सबैका मन। भगवान शिवजीलाई सिंगार्न सप्त मातृकाहरू आए। अत्यन्तै राम्रोसँग भगवान शिवजीलाई सिंगारे, दुल्हा बनाए। अब जन्ती जाने भनेर साराका सारा देव यक्ष गन्धर्व किन्नर दैत्य नाग अप्सरा ऋषि मुनि मनुष्य सकल जन्ती जानका लागि आएका छन्, कोही छुटेका छैनन्। सकल जनहरूले आएर भगवानका वरिपरि घेरिएर बसेका छन्। अनि भगवानले आज्ञा दिनुहुन्छ, अब हामी जानु पर्दछ, विवाहका निमित्त प्रस्थान गर्ने बेला भयो, ल हिँड सबै भनेर सबैजना अब गणहरूलाई पनि साथमा लिएर भगवान भोले बाबा विवाहका लागि अगाडि प्रस्थान गर्नुभयो। गणहरू बडो हर्षोल्लासका साथमा नाच्दै र गाउँदै, देवताहरू पनि बडो आनन्दित हुँदै आह्लादित हुँदै विवाहका निम्ति आज हिँडेका छन्। ऋषिहरूले ब्राह्मणहरूले स्वस्ति वाचन आदि मन्त्रहरू पढ्दै पढ्दै अगवानी गरेका छन्। र उतातिर हिमालयले पनि अब कतिखेर आइपुग्नुहुन्छ, अब त आइपुग्ने बेला भयो भनेर स्वागतका लागि अत्यन्तै तम तयारी भएर बसेका छन्। त्यसै अवसरमा रुद्रस्य भगिनी भूत्वा चण्डीभूत शव संयुतः तत्र जगाम सुप्रीत्या परेशाम शुभयावा। आज भगवान रुद्र की बहिनी रूप बनेर शक्ति भगवती चण्डीका शववाहन गरी जन्ती जानका लागि त्यसै कार्यमा जब यात्रामा सहभागी हुनुभयो, पृथ्वी चारिणा केचित् पाताल चारिणा केचित् व्योमचरः केचित् सप्त स्वर्ग चरा मुने। कति पृथ्वीमा विचरण गर्नेहरू, कति आकाशमा विचरण गर्नेहरू, कति वायुमा हावामा विचरण गर्नेहरू, साराका सारा आज भगवान शिवको विवाह हो भनेर कोही पनि नछुटेर भगवान शिवका साथमा लागे। शाकिन्यो यातुधानश्च बेताल ब्रह्म राक्षसाः आदि गरिएका भगवानका गणहरू गुणहरू भूत प्रेत पिशाच ढाङ्किनी शाकिनी योगिनी चतुर्थ